Rakutana Imiwan desu ka? Shimukado. Shimukado. यो चाहिँ नियमको वकारीमास यहीको वखार नै यहीको नेपालको चोटो वकार नै सो यहीको नेपालको चोटो वकार नै सो हैन तिमीहरु कहिले सुध्रने फुर्सद हुनु पर्यो नि सुध्रिनलाई यहाँ दौडा दौड छ जगल्टे बढी हुन्छ चुप लाग्नु त्यसका महिना हो तपाईको 4 लाख अनि घर कति बनायो त सलाह कोलाई दिएको रान्डे सलाह कोलाई दिएको नो यतिको आउने रे यतिको आउने ल ल किसरी कल्ला भयो किसरी कल्ला भयो होइन के ठ्याक्कै त्यो बाहुबली फिल्मको हिरो के अरे कसले पुण्य हो कति कमाइ हुन्छ अरे बस यति भयो त भइगयो नि त ल बाबा दाङ बाबा दाङ यता क्या यता अगाडि ठ्याक्क ल अलिकति दाहिने ल खिच्रिक्क ल भयो ल खिच्रिक्क ल भयो माथि यस्तो गरेर माथि हेर्नु न माथि होइन भने गछ माथि भन्दा ल गाइस गुड मर्निङ नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा आज त हामी यसो समुद्रतिर घुम्नलाई निस्किनु भनेर भनेको होइन मौसम आज फेरि बवाल छ क्या घाम लागिरहेको ट्याक्क लगाएर होइन अब यता समुद्र भयो अनि त्यसपछि हामी जान्छौँ हामी चाहिँ कहाँ जाँदैछौँ भनेपछि हामी चाहिँ अब जान्छौँ कहाँ भनेपछि टक्क त्यहाँ पारि जान्छौँ अनि त्यसपछि म तपाईँलाई त्यहाँ पारि गएर चाहिँ त्यहाँ पारिको दृश्यहरू देखाउँछु होइन त्यही हो अब हामी चाहिँ अब के गर्ने कति बस्ने क्या रुममा छुट्टी शनिबार आइतबार अब भनेर आज चाहिँ निस्केको अब गएर टक्क एक दुईवटा टिकटकहरू त बनाउनै पर्यो होइन टिकटकहरू बनाउने के अरे फोटोहरू खिच्ने अब त्यही त हो कति बस्ने रुममा अनि टक्क लगाएर त्यही भएर आज हामी घुम्न आएको हो कोहीमा कति यहाँबाट आउँदो रहेछ पानी यहाँबाट आउँदो रहेछ यहाँ चाहिँ पलहरू बनाएर रहेछ समुद्रमा पलहरू बनाएर रहेछ अनि पलहरूबाट पानी खै जाँदो रहेछ राम्रो चरा आहा समुद्रमा यस्तो यस्तो चराहरू पाउँदो रहेछ होइन त्यही हो उकालीमा जाँदा जाँदा दाहिने पऱ्यो खुट्टा तिमी मायालु तिम्रो जुत्ता हे सुन माया भन्ने हुन्थ्यो अब आउँदैन गानै आउन ल पुण्य फोटोबाट हान्ने होइन ओइ पुण्य यो हायो भन्नु त यहाँ म अफ्रिकानु हो भन्नु त म अफ्रिकानु भनेर भन्नु न मैले कति कमाएँ अरे अब मेरो भाग्यमा 1.5 लाख रहेछ नि त नि अब तपाईँको महिनामा 4 लाख रहेछ के गर्नु त होइन तपाईँको अनुहार पनि महिनामा 4 लाख कमाउनु जस्तो छ क्या दाइ हेर्न कस्तो दामी क्यापेसिटीलाई ठ्याक्कै नेपालीमा के भन्छ भन्नु क्षमता अरे अर्को अनि यता माछा मारेर छ फेरि अनि भन्नु न अरू माछा मारेर भाग रहेछ होइन कसरी माछा पर्दैन माछा जिउँदैछ तपाईँ माछा मार्ने तरिका होइन माछा मार्दैन अरे कुन दाइ ए रोक ए अफ्रिकान दाइ अनि के अरे भन्नु न अरू हाम्रो कम्पनीको बारेमा अलिकति बताइदिनु पैसा कमाउने स्किल भने ठ्याक्कै नेपालीमा स्किल भनेको क्षमतावान मान्छे क्षमता भन्दैन स्किललाई ठ्याक्कै नेपालीमा तपाईँ हुन्छ क्या काममा दक्ष मान्छेले पैसा कमाउँछ क्या दक्ष अनि अरू व्यापारीले कहाँ कमाउँछ भनेपछि तपाईँको दक्ष धेरै छ अनि त्यही भएर होला होइन के अरे एक हप्तामा 10 डुलाउने होइन
विदेशमा अब तिमीले नेपालमा भएको यति पनि कमाउनु दियो मलाई। नेपालमा कुरा छैन न। नेपाल मैले मैले 30-40 हजार जागिर खान्थेँ नेपालमा। तपाईँले नेपालमा त्यति पनि कमाउँदैन थियो। यहाँ आएर एकैचोटि 3-4 लाख देखाएको थियो। मैले नेपालमै महिनाको 1 लाख कमाउने मान्छे, अब 4 लाख भनेको मेरो लागि खाप्छ नेपालमा 4 लाख कमाउने मान्छे। खाप्छ नेपालमा 4 लाख कमाउने मान्छे। भिजन उल्टा झन् कति कमाउँछ अरे नेपाल पुग्यो। नेपालमा के काम गर्छ अरे भिजनले? भिजामा। कुभिन्छ। त्यही भएर यहाँ के गरेर 1 महिना यहाँनिर अहिले उसमा चाहिँ सब्सिडी बनाउने मेन उसमा आगो बाल्नु पर्छ। त्यही भएर 1 महिना कालो भयो। त्यसपछि अहिले चाहिँ गोरो गोरो हुँदैछ होइन गाइजहरू। त्यही हो। आगो बाल्नु एकछिन कुरा गरौँ न। टावर हो कुनिचिवा टावर कुनिचिवा। समुद्रको टावर मोबाइलको लागि टावर धेरै रोक्छ खै मोबाइलको लागि। ल यहाँ हामी चाहिँ ठ्याक्कै टावरमा आइसकेका छौँ। अब त्यही हो पुण्य। राको ट्रेनको टावर यही हो। ल ट्रेन पनि आइपुग्यो। ल पुण्य यहाँ उभिनु फर्काइदिन्छु टावरमा। ल दुईजना उभियो उभिन्न यता। ल पोज दिन्न त्यस्तो पोज। ल अर्को चान्स अर्को फुल क्याप फुल चप्पल लगा। चप्पल देखिन्छ फेरि के हुँदैन नेपाली हो। ल ल घाँच। ल अब अर्को पोज यस्तो होला कि दाइ यसो दुईटा हात यता काला यार यता फर्किन्छ। यो टावर देखाउने कन्चिवा यता। ल ठिक छ अहिले हाँस्नु न भने खान्छ। यो त घाम लाग्यो क्या समुद्र उता ढिकमा बस्नुपर्छ समुद्रमा। ल खालि त्यही यस्तै मात्रै पोज यस्तो वाला दिन खुट्टा यस्तो गराउनु न। खुट्टा यस्तो बेरेर क्या त पुन्दा त्यसो नै मैले यस्तो गरेर बेरेर खुट्टा अलि बेर्नु न भने योभन्दा बेरिँदैन रे। अलि बेर्नु न लडिँदैन क्या ए पुण्य कता कुन त्यहाँको जहाज आउँछ त हेर्नु होइन क्या यस्तो क्या। अब खुट्टा यस्तो गर्ने क्या हो यस्तो वाला यस्तो वाला क्या हो त्यस्तो ट्याक्क। आइफोनै हो नि त मेरो त आइफोन 16 बराबरको छ। ठिक छ पोज भने हात माथि यस्तो ल चस्मा लगाएर यस्तो मात्र हेर्नु त रिङ्गा ठाल मात्र यस्तो गरेर मात्र हेर्नु न। माथि होइन भने गछ माथि भन्दा आकाशतिर हेर्नुपर्छ त। ल अलि तल अलिकति अलि पुरै दाहिने क्या पुरै दाहिने खुट्टा खुट्टा अलि राम्रोसँग गऱ्यो न। अलिकति यता खुट्टु अझ यता क्या यता अगाडि ठ्याक्क। ल अलिकति दाहिने ल खिच्रिक्क ल भयो ल खिच्रिक्क ल भयो। अब अर्को कहाँ त ठिक छ यताबाट घाम लाग्यो क्या अलि यता आउन घाम लगाएर बसेर दामी ए दामी आएर हो भिजनले आउँछ पोज गर्न खिच्रिक्क ल भयो खिच्रिक्क ल भयो। जहाँ पनि फेरि चिल्ले हामी चिल्ले पखेटा बिचरा यस्तै बिचार्छ भिजन होइन। ल खिच्रिक्क भयो खिच्या खिच्रिक्क आवाज आएर त खिच्रिक्क खिच्रिक्क आवाज आएर त खिच्रिक्क खिच्रिक्क 10 सेकेन्डको भिडियो। ल ल उताबाट हिँड्दै आऊ ल ट्याक्कै पुरै स्टाइलिसमा हिँड्न कसरी भनेपछि यसरी अगाडि पैदल पारेर हात यस्तो अगाडि टक्क टक्क यसरी त्यो पहिला यो टेक्ने है हिँड्दाखेरि यो कुर्कुच्चा टेक्ने अनि यसरी हिँड्ने यसरी त्यसरी ट्याक 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 हो त्यसरी। ल ठिक छ ल म 1 2 3 भन्छु है। ल 1 2 3 एक्सन। ल
कस्तो हादियो हो माई गड ल यसलाई म बाहुबली टु खेलाउँछु ल पुण्य भएबाट किन मेट्यो ल त्यही हो गाइज होइन आज हामी आइरहेको छौँ फटाफट पनि खिच्यो होइन अब टक्क यहाँ हाम्फालेसित ओए अनि यहाँ हाम्फाले पनि त गाह्रो हुँदो रहेछ त्यहाँ यताबाट आउन त्यस्तो बाहुबली जस्तो गर न यस्तो बडी देखाएर बडी त्यो अलि माथि सार नै काभ्रेको साह्रो नि छ त भने सर्दैन मान्छे टक्क छाती फुलाएर ट्याक्क पेटभित्र हालेर ठिक छ अलि हो यसरी यसरी गर न टक्क यस्तो गरेर त्यो हात हान्ने राङ्गा जस्तो नखेराउन हो त्यस्तो टक्क अलि छाती फुलाएर पेटभित्र हालेर क्या ल अलिकति पेटभित्र हाल न छाती यस्तो फुला ल टक्क अलिकति माथि हेर ल खिच्रिक्क खिच्रिक्क महिना हो तपाईँको 4 लाख अनि घर कति बढायो त ए महिनाको 4 लाख भने 2 लाख मात्रै खर्च भयो ए हाम्रो कम्पनीको छ्याच छ भने त एकचोटि जिको छेउ आइज अवस्था जिको छेउ खायो भने गाइसी मास अब त्यस्तो गर्नु पर्दैन के ओए अनि अघिको जहाजहरू कता गयो त यार खै भिजन तस्मा ल्याउ त काभ्रेलीको चर्चा छ गाउँठाउँमा लगाइछ नि त्यही होइन हामी फटाफट खिचिदिएँ मैले अब 2 जनाको अब हामी टिकटक बनाउँछौँ टिकटक फेरि हाल्यो भने कपिराइट लाग्दो रहेछ क्या त्यही भएर टिकटकहरू चाहिँ मैले नाल्ने निर्णय गरेँ हो त्यही हो सो गाइज हामी आइसकेका छौँ होइन त्यहाँ टक्क लाएर ल पुण्य यता बसेर आएर आयो भने झन्डाहरू हो तिनीहरू त्यहाँ अनि राख्यो यिनीहरूले समुद्रको बिचमा कसरी जना राख्यो यार बसेर आयो यतामा माछा मारेर आयो यिनीहरू अघि थियो त नि त्यहाँ के गरेर आयो नि त त्यहाँ हामी त्यहाँ पारिबाट यहाँ आयो साइकलमा होइन टक्क हिजो अस्ति चाहिँ हामी कहाँ हुन्थ्यो भने त्यहाँ हुन्थ्यो क्या त्यहाँ पारि हुन्थ्यो होइन आज चाहिँ तादेखि आएको यहाँ के टावर रे पुन्दा यो टावरको नाम के अरे र्याकुटेनको स्पेलिङ भन्नु त सबै मलाई इङ्ग्लिस नेपालीहरू भन्नु न एकचोटि स्पेलिङ नियमको वाकारी मास यही गो खरा नै यहीको नेपालको चोटो वाकार नै सौ यहीको नेपालको चोटो वाकार नै होइन तिमीहरू कहिले सुध्रने अब फुर्सद हुनु पर्यो नि सुध्रिनलाई यहाँ दौड छ जगल्टे बढी हुन्छ चुप लाग्नु त्यसका निहोन गोजे कोरेनी नान्तो इमासका Rakuten no tabaru desu. Rakuten no tabaru desu. Rakuten no imi wa nan desu ka? Shimukado. Shimukado. Shimukado भने के हो? यही गर्दा म बोल्दिन के नेपालीबाट तिमीहरुले बुझ्दैन यही गर्दा म बोल्दिन के नेपालीबाट तिमीहरुले बुझ्दैन ल हो अहिले बोल्नु म तिमीले नबुझ्ने भए कारणले मैले नेपाली भाषा बोल्दिन भनेर जापानिज भन्नु त ल जाओस् न ताची वा नियनको वाका नाइ देशकेर देशकारा वातासी वा नियनको वाका नाइ रन्नी नियन गोदे हैन अनि जायगामा एकचोटि फेल भएपछि दिमाग आउँदो रहेछ है मान्छेको भिजन पहिले अनि यतिको भन्न जाने भयो त अनि जायगामा फेलै बनाउँदैन त ल त्यही हो सो फाइनली हैन हामी चाहिँ अब यताटी फर्केर बस्यौं त अब यी डर लाग्दो छ के हामीबाट आमा कति मिनिसहरु ल त्यही हो को भिजन कि म के किन सन्डे करे यस्तो हो के बाबु तिमी स्किल पर्सनहरुलाई मात्रै काम छ के दिएछ भनेको स्किल हरूलाई ल्याउनु भनेको यो त्यसलाई नि घाटा हो के अनि
के अरे अलिक स्किल पसन्द ल्याउनु पर्यो मैले अर्कोचोटि ल्याउने अलिक जापानमा सबभन्दा बढी यहाँ चाहियो भनेको के हो काममा दक्ष चाहियो क्या त्यो जापानिज भाषा भन्नु न पहिला त्यो भाषा भनेको त अब त जसले पनि बोलिहाल्छ त्यो जसले पनि बोलिहाल्छ होइन जापानिज भाषा यहाँ जापानमा सबैभन्दा महत्त्वपूर्ण इम्पोर्टेन्ट कुरा भनेको जापानिज भाषा हो यता फर्किन घाम तापेर बस्नु यसरी कुरा गरौँ न काम काटेर पछाडिबाट ल यता पछाडिबाट होइन अगाडिबाट ल बस्न यता फर्किन न भिडियो पनि बनाएर आउनु भिजनले त देखिहाल्छ तिनैजना बसेर बनाऊ यता फर्किन न एउटा चप्पल ल्याउनु पर्यो बस्नु चप्पल पनि कहिले धुँदैन बस्ने बरु भइ पर्छ यार ल कति 100 रुपियाँ किने च्याति हाल्छ नि आख्यानबाट नेपालीमा किनेको पानी 500 पर्छ यसलाई नेपालमा ए भने ठग्यो तपाईँलाई अनि यो सुन्नु के अरे जापानमा सबैभन्दा मेन चाहिने भनेको भाषा हो कि नै भाषा पर्दैन भाषा भनेको सुनेर पनि आउँछ काम भाषा नपर्ने भयो अनि दुई दुई जग्गा किन ल्याएको त अलिक काममा स्किल चाहिन्छ क्या काममा स्किल दक्ष भएपछि अहिले मोबाइलको जमाना छ त्यही भए त्यसमा बोलेर पनि त्यसलाई गुगल ट्रान्सलेट गरेर सब कुरा हुन्छ भाइ तर स्किल भन्ने कुरा म जस्तो हुनुपर्छ स्किल भन्ने कुरा म जस्तो हुनुपर्छ तिमीहरू जस्तो गोप्थे त्यो केही नजानेको मान्छे आएर त्यसमा काम छैन भाइ स्किल तपाईँ के छ ल स्किल भने कस्तो स्किल के छ भने नेपालमा अहिले मैले सबै बनाउने नै मै हो त्यसमा आइडिया दिने नै मै हो पकाउने त यो है नेपालमा के अरे पनौती टु वहाँ के अरे रत्नपार्क टु वहाँ के अरे चाबेल टु कटेश्वर गर्नुहुन्थ्यो नि तपाईँ भन्नु त ल नेपालमा टेम्पो चलाएर आएर यहाँ स्किलका कुरा गर्ने यहाँ ठुल्ठुला कुरा गर्ने होइन टेम्पो हुन्छ र किन हुँदैन त्यसलाई के भन्छ त्यो के अरे मैती देवीतिर चल्नेलाई के भन्छ त्यसलाई टेम्पो नभन्छ त्यसलाई रेल भन्छ के हेलिकप्टर भन्छ अनि ए केपी बाको कुरा गरौँ ऊ त्यो जहाजहरू कसले बनाएर त्यो पानी जहाज यहाँ ग्यास पाइपहरू सबै केपीबाकै देन छ क्या मलाई केपी बाले गर्दाखेरि नै हामी अहिलेसम्म यहाँ राम्रोसँग बस्न पाइरहेछौँ होइन के आउन पाउने भनेको ठुलो हात सती हात छ क्या मलाई सदी सरलाई मैले यो भिडियो मार्फत धन्यवाद भन्न चाहेँ हजुरले गर्दा म यहाँ आएँ महिनाको कमाइरहेको छु सहिद हुन्थ्यो जेन्जीको हातमा कसरी सहिद हुन्थे तिम्रो जेन्जीले माथे क्या मलाई थाहा जेन्जीले कसलाई मारेर चौकीमा तिमी सुतेको हुन्छ तिम्रो त्यतिखेर नाइट ड्युटी हुन्थ्यो तिमी त्यसो सुत्या हुन्थ्यो अनि त्यतिखेर आगो लागिदिँदाखेरि तिमी मर्छौ होइन ठेलो तिमी मर्थ्यौ मलाई होइन यस्तो हो क्या त्यहाँ कहाँ अनि स्ट्यान्ड आन्दोलनमा सुत्छन् मान्छे एउटा दुर्गा प्रसाद जेलबाट बाहिर आयो भनेपछि स्ट्यान्ड बाहिर लगाएर होइन म नेपालमा 2 हप्ता अगाडि आएँ म होइन जापान होइन म के अरे पुलिसमै थिएँ मैले जागिर छोडेको त 3 हप्ता भएको थियो म 2 हप्ता पछाडि चाहिँ आन्दोलन भएर त्यत्रो गयो नेपालमा 2 जना पुलिसमै मारिदिए अब त्यहाँ म भाबै यस्तो हुन्थ्यो पुनलाई म मर्थेन होला तर अलिअलि यताउति भागा पर्थ्यो होला होइन अवश्य हो त्यो ठुलो हात छ सतीले डकुमेन्ट मिलाएर तिमी जापान आउनु नि तिमी अब जिन्दगीमा नकमाएको पैसा तिम्रो दाइको सङ्गत गरेर 2 लाख पढाइ कमाइसक्यो हो कि न अनि जायगा पास गराउन मेरो पनि हात छ नि तपाईँलाई अलि दाइको त तिमीलाई त धेरै उसले विकासले गर्दा तिमी पास भयो नि कसरी मैले गर्दा मेरो एनटिपीको 6 जना पास भयो अनि तपाईँलाई पनि मैले पढाएर पास भएन उहाँ के अरे हाम्रो उहाँ के भइरहेको थियो के अरे कुन क्लास भइरहेको थियो महाराजगञ्ज महाराजगञ्ज ए ओरिएन्टेसन क्लास भइरहेको थियो महाराजगञ्जमा उतिखेर मैले तपाईँलाई 2 दिन पढाएर तपाईँ ठ्याक्क जग्गामा पास हुनुभयो कसरी भनेपछि म आउनुमा तपाईँको हात तपाईँ आउनु मेरो हात तिमी आउनुमा हाम्रो हात हो क्या मेन कमर्सरको हात होइन ल गाइस त्यो हाम्रो यहाँ चाहिँ आज दामी घाम लगाइरह रमाइलो गफहरू हाम्रो भइरह पुनसँग हाँसो मजाक हुन्छ होइन म चाहिँ अहिले कति मभन्दा ठ्याक्कै 10 वर्ष जतिले जेठो यो दाइ चाहिँ होइन तर अफ्रिकातिर बसेर अलि भर्खर मै जस्तै देखिन्छ होइन साउथ अफ्रिकातिर बसिया हो नि तपाईँलाई अनि होइन पुनः अरू के भन्नु छ र त्यस्तो धन्यवाद कमल सर धन्यवाद सतीश सर यहाँ पठाइदिनु भयो होइन जापानमा आजलाई त्यही गाइज होइन अब आजलाई धेरै अब भिडियो एडिटै नगरेर खाँचै हालिदिने हो होइन केही खर्च नगरेर त्यही हो आज चाहिँ हामी आएको थियो होइन एउटा त कता हरायो कतै डुबेर मर्छ कि समुद्रतिर भन्ने डर थियो तर आएन होला यतातिर त्यो हरायो त्यसैतिर गयो कि कता गयो थाहा भएन हामी चाहिँ यसै जाने भएर आएको अनि पछि थाहा मस्त घाम लागिरहेको छ आजको मौसम चाहिँ दामी छ अब यहाँदेखि हामी जान्छौँ यहाँको सर्चिङ गरेर फर्किन्छ हेर्नु त आज त हेर्नु फुजीसम्म कस्तो बबाल देखेको
हेर न कहाँ छ पोजिसन ऊ त्यो हिउँ देखिया अब आफ्नो नेपालको सगरमाथा कञ्चनजङ्घा बिर्सेर तिमी नेपाली हौ भोजपुरी हौ तिमी आज चाहिँ दामी देखिया रहेछ होइन तर अलिअलि उतातिर चाहिँ मधुरो मधुरो बादल जस्तो देखिया के हौ तिमी छ टाढाबाट होइन आफ्नो सगरमाथा कञ्चनजङ्घा ए गुवाँच सगरमाथा कञ्चनजङ्घा भनेको आफ्नो मात्रै होइन विश्वको सबैभन्दा अग्लो शिखर हो विश्वको शिर हो सगरमाथा भनेको थाहा छ कि छैन संसारको शिरको टोपी सगरमाथा हो सगरमाथामा पहिलोचोटि पुग्ने टोपी यो ढाका टोपी नेपाली हो थाहा छ कि छैन हाम्रो देश पनि मलाई नपुगेर होइन यस्तो हो नि त अब हामी अहिले जापानमा छौँ यहाँदेखि देखिरहेको छ तपाईँले सगरमाथा देख्नु भएको छ सगरमाथा कुन जिल्लामा पर्छ थाहा छ हो यति थाहा रहेछ जानुभएको त्यहाँ अनि त्यो कुरा गर्ने होइन नि त हामी अहिले यहाँ फुजीसम्म देखिरहेको छ त्यो कुरा गरौँ साइकल यहीँ आउँछ होइन अनि अब माछा यिनीहरूले फेरि मार्दैन यिनीहरू हेरौँला भनेको माछा मारेर ल फोटा खाटा नखिच्ने भयो भन्दा खिचेको छैन अघि भिडियो बनाएको क्या छैन कसै खिचेको भिडियो बनाएर आएको तिमी माछाहरूको खिच्रिक मुखले गरेर खिच्रेको हुन्छ ल ल गाइस त्यही हो होइन हामी चाहिँ अब फोटा खिच्छौँ होइन शान्तिमा टिक्टा बनाउँछौँ त्यति हो आजलाई यति नै ल अब हामी जान्छ घर बाई बाई ओके टाटा